यसको नाम हो लसुन केटा। त्यसलाई भिडियो चाहियो रे, भिडियो बनाएर पठाइदियो भने यसो पैसा हालिदिन्छ कि। यहाँ छ धनियाँ केटा। ल यो लसुन प्याज भयो। ऊ मम्मी श्री त्यहाँ काम गर्दै हुनुहुन्छ है गाइस। सुन्तला बोट त्यहाँ छ है हाम्रो। के छ मम्मी अवस्था के छ ल भनिदिनु। यो के साग रे यो? मेथी साग। कल्पना गाई यता हुनुहुन्छ। प्याज गर्दै हो गाइस। यो चाहिँ हाम्रो प्याज बारी हो, भर्खर रोपे है। यो चाहिँ यसलाई राजमा होइन मम्मी यो राजमा हो होइन गाइस। ल यो हाम्रो इन्भाइरोमेन्ट यहाँको चाहिँ नेउवा छ गाइस। नेउवा यसलाई चाहिँ हाम्रो गुल्लो नेउवा भन्छ यहाँ। हेलो पाठा के छ? सरलाई के भन्छस् भन्दै काले हो रे। के छ भतिज माया गरे साला। ल भाइ यो चाहिँ तिनवटा पाठा हो। यो गाँसे चाहिँ त्यो अस्ति तिनवटा त्यो एक साथमा बेचेपछि बाउले यो ल्याएको नि यसलाई किनेर 6500 कति हाल्यो। ल यहाँ तिनवटा छन्, उता हुर्किँदैछन् साना। यो चाहिँ तेरो दाइको पर्का दियो भाइ। काटी तेरो दाइले रोपेर यहाँ फलिसकेको छ। ऊ त्यहाँ पनि फलेको देखिस्। यो पुरानो हो, नयाँ चाहिँ फुल खेल्दैछ है। देखिस् नि यहाँ मेरो पर्को दियो भाइ। यो चाहिँ काटी रोपेर फलाए डबल यो सकेको छैन टक्क अर्को फुल फले ल है त। यो टोवा हो है हाम्रो। यो टोवा है मैले हाले भाइ। टोवा धान परा रोप्ने, थन्काउने, ल्याउने, टोवा हाल्ने, भैँसी लगाउने मेरो काम सबै। ल देखिस् नि कति काम गर्छु। यो बर्राको फेदमा ट्याङ्की छ। यो ट्याङ्कीबाट चाहिँ हाम्रो घरमा पानी जान्छ। धाराको पानी लिएर यहाँ हालिदिन्छ। फेरि बर्राको रुख थाहा छ होला नि तँलाई, यहाँ छ है। फेरि यो चाहिँ आरुसाको बोट है भाइ, मैले ल्याएर रोपेको। फेरि यो चाहिँ देख्यौ नि पलाइरहेको पात मूलसुल हालेर गोड्दिएको छु। आरुसाको बोट बजारको विकास यहाँ भयो। यो चाहिँ मैले गोड मेल गरेर मूलसुल हालेँ, पानी हालेर यतिको बनाएको छु है भाइ। विकास यहाँ यो क्यान्सी। यो चाहिँ लिचीको बोट हो। मेरो काम है हुर्काउने, मूलसुल खनेर पानी सानी हालेर भिजाएर ट्याक्क रोपेर यतिको बनाएको छु भाइ मैले। यो पनि मेरो पर्को दियो गाइस। यो भ्यू हो हाम्रो घरको माथिबाट खिचेको। त्यो लसुन बारी टक्क हाम्रो घर त्यहाँ छ। यहाँ प्याज बारी, राजमा बारी, ऊ तल्लो बारीमा छ बकुल्ला। यत्र बोट छन्। यतापट्टि आलु छन्। यहाँ सुन्तलाको बोटले सिकिरहेको काउली त मुनि छ। अब त्यहाँ देखाउँछु एकदम। बकुल्ला गाडी हो। बकुल्लाले पनि फुल खेल्दैछ यहाँनिर। अब यहाँ टक्क फल्ने बेला भएको छ है। यो यत्रो मन्दवलको भाने यहाँ हेर त यति मिठो फुल खेल्यो। आहा यो चाहिँ बकुलाको फुल है। ल मेरो बाइक ऊ त्यहाँ छ भाइ। बाइक आनन्दले बसे है। म त्यहाँ चाहिँ पारी काम भयो। त्यो चाहिँ मेरो चाहिँ घर है। को अन्त यहाँ हो सानी नानी पेर्का बसिरहेछ। ल यो चाहिँ हाम्रो आलुबारी। लुक आलु फले है यहाँ। आलु यसले गाडिदिन्छु म। यहाँ कति फले है हेर्नु पऱ्यो क्या। भनेको फले है राम्रै फले आलु। हामी आलु देख्न सक्छौँ। खन्ने बेला भएन यसलाई सक्दैन होइन। आलु खन्ने बेला भएन। यो चाहिँ हाम्रो बन्दाकोपी काउली फलाएर मान्छेलाई
ठिक छ नि फलेर पनि खाइसक्यौँ कतिवटा फेरि पनि फल्दै होला दिस इज काउली फ्लावर है गाइस ल त्यहाँ मैले पानी लगाइरहेको छु भिजाइरहेको छु पस्नुमा आउँछु भन्यो नि त्यहाँ सुन्तलाकोबाट भयो हाम्रो झुपडी है भाइ झुपडी हो यो हाम्रो मदरश्री आमा त्यो हुनुहुन्छ मम्मी यहाँ हालिदिनु न सही हो गाइस ल यो साग हो साग यो बन्दा हो यो चाहिँ थोरै छ नि यति नै हो यो चाहिँ मैले सारेको अगावरै हो भाइ यो चाहिँ हाम्रो भैँसी ग्याङ है भाइ भैँसी ब्याङको यहाँ धारो छ यो मुठ भयो पानी हाले छैन भने चाहिँ भित्तामा घडी छ ठ्याक्कै 5 बजे बेला भयो 4:45 भयो ल यो ड्राइगन है भाइ ड्राइगन मम्मीहरूले सारेको मेरो प्रगति देखाउँछु एकछिन पक यो के यो फुलको नाम के रे ल भाइ जायफलको बोट हजुरबा भन्नु मुसा त अब कुरै नगर्नु यो पनि माला थियो रुद्र चाहिँ हो त्यो पनि काटेर कता टुक्रै फ्याँकिदियो एउटा टुक्रै फेर गरेको के किन बोला यहाँ कति छ हेरेर पैसा यहाँ 500 1000 1500 1600 एउटा 100 मा राखेको यो अगाडिको पछाडिको समय लास्टको हो त समात्नु यो 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 हो समाते छैन मैले हो यही हो के हो हो त 1500 रुपैयाँ खाजा खाऊ के गरे है भोलि तपाईँकै सामान लिएर आउँछु बजारबाट यसको मेरो सामान अब ल्याए नि अब चाहिँ सब जति पऱ्यो नि ल सबै पनि मै गरौँ ल थपेर म ल्याउँला के ल बछोड्दिनु अर्को पुगेन भने बरु भन्नु लाग्यो है अब त्यो रही चाहिँ बनाएर लिएर आऊ राम्रो त्यो 1500 रुपैयाँ दिएछु त्यसो रही चाहिँ खायो साधारण खाऊ हिजो भोको बसेको आज त ल त्यति एउटा धोइदियो आमा गाजर धोइदिनु भयो सफा गरे हो सफा सफा के हो गाजर दिए अरे मलाई यति हो ल्याएको ल ल हरे प्रभु कृष्ण भत्ता बुझ्नु भयो दे अस्ति नै आएको थियो नि मलाई त हिजै दिएको थियो आमालाई आज ए दिस इज आवर प्यासेज यो हाम्रो वासरुम भयो गाइस यहाँ ड्रम छ है यो आमाहरूको किचन यतापट्टि ग्यास भयो आमाको भयो यता घडेरी भन्छ हाम्रो यसलाई ल यता चाहिँ हाम्रो आमाको खेतीपाती मैले यहाँ गर्दैछु लसुन गर्दैछु प्याज छ बकुल्ला छ यहाँ आमाको अनि बेला बाहा यो बेला चाहिँ मेथी साग होइन ल है अब ढकला भेट्न म लाएँ नि यस्तो छ अहिले त हरियो पऱ्यो खासै छैन चैत वैशाख लाग्यो नि त बन्जारा घर त्यहाँ छ माथि छ यो भुनान्डीको घर त्यो भइहाल्यो होइन हाम्रो भक्के साइलाको घर हो यो ल है गाइस यही हो ल मैले भाइ 40-50वटा ड्राइगन रोपेको छु यहाँनिर मोल पानी हालेर यति बनाएको छु अब यो आउँछ होला के यो ड्राइगन हो है अर्को त्यहाँ टन्ने ड्राइगन यो पनि ड्राइगनै हो यो पनि ड्राइगनै हो यहाँ पनि ड्राइगनै छ यो सबै ड्राइगन छ है यो कुना कुनामा यो सबै ड्राइगन छ यहाँ पनि ड्राइगन यो पनि ड्राइगन सब ड्राइगन है सब ड्राइगन छ यहाँ यो सबै ड्राइगन हो यो पनि ड्राइगनै हो
पलाउने खाना पाइन्छ त गाइस यत्रो भइसक्यो है यो चाहिँ हाम्रो नारायण पाएको तरकारी बारी ल यिनीहरूको प्याज यति छ तर आलु यति रुपियाँ नि ल यही नै हो आजको मौसम घाम लागिरहेछ आकाश क्लियर छ थ्याङ्क यू गाइस वाचिङ माई भिडियो